हेलो नमस्ते। आधार कार्ड र प्यान कार्डलाई लिङ्क गरिहाल्नु भन्ने छ 31 डिसेम्बर 2012 2025सम्म र आफ्नो आधार कार्ड र प्यान कार्ड लिङ्क छ कि छैन भन्ने विषय कसरी चेक गर्ने र कसरी चाहिँ थाहा हुन्छ कि भन्ने विषयमा यो छोटो भिडियो बनाएको छु। हजुरहरूले हेर्नुहोला अनि सेयर गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। क्रोम ब्राउजरमा जाने, क्रोम ब्राउजरमा गएपछि इन्कम ट्याक्स भनेर सर्च गर्नुहोस्। त्यसपछि इन्कम ट्याक्स डिपार्टमेन्ट भनेर आउँछ, त्यसमा क्लिक गर्नु। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यसलाई अलिक आम्बो सारेर हेर्नुहोस् तलतिर। यस्तो यहाँनिर यस्तो देखाउँछ लिङ्क आधार स्ट्याटस भनेर, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो देखाउँछ, यसमा प्यान कार्ड नम्बर र आधार कार्ड नम्बर लगाएर अनि यो भ्यू लिङ्क आधार स्ट्याटसमा क्लिक गर्नुहोस्। यदि तपाईँको आधार कार्ड र प्यान कार्ड चाहिँ लिङ्क छ भने चाहिँ यस्तो अलरेडी लिङ्क टु गिभ इन आधार भनेर आधार नम्बर देखाएको हुन्छ। यस्तो छ भने चाहिँ तपाईँको अलरेडी लिङ्क भइरहेको हुन्छ। यदि लिङ्क छैन भने चाहिँ यस्तो देखाउँदैन। अलरेडी लिङ्क छ भने चाहिँ यस्तो देखाउँछ।